गुड मर्निङ शिवा नमस्ते सबैजनालाई। आज चाहिँ मेरो यो काम यो ब्रोकाउलीहरूको धेरै लामो लामो पाता थियो, त्यही भएर काटकुट गरेर छाटछुट गरेँ। आज गरियो र त फालियो यसो तरहरू र यताको यो आलुहरू थियो, यहाँ अलि आलुहरूको झारहरू गोडेँ। झारहरू यहाँ देख्न सक्नुहुन्छ है, झारहरू गोडिदिएँ अलिअलि। त्यहाँबाट अर्को काम के गरेँ भन्दाखेरि अर्को काम चाहिँ यहाँ काँक्रा सबै लत्रपत्र भएर छ, त्यसलाई डोरी लाएर माथि ठडाइदिएँ। यहाँ त्यहाँ अर्को पनि छ र उ त्यहाँ भित्रतिर हुन्छ, त्यो भित्रतिर चाहिँ काँक्रा पनि छ र यहाँ गोलभेडा पनि छ। गोलभेडा ठुलो, यो मिनी गोलभेडा हो र यो ठुलो गोलभेडा, यिनीहरूलाई पनि डोरी लगाइदिएँ। त्यहाँ त्यसलाई पनि त्यो गोलभेडा डोरी लगाएँ, त्यसलाई पनि लगाएँ। त्यहाँ अर्को काँक्रा छ, त्यहाँ पनि लगाइदिएँ डोरी है त। ल सागर चाहिँ तबसम्म फुलेर सबै अहिले यहाँ छ। ल सिस्नु अस्ति पनि देखाए जस्तो पार्न मैले सिस्नु। यतातिर प्याजहरू भइहाल्यो, रातो प्याज पनि छ यहाँ। तर काउली त देखाइहाल्नु तपाईँलाई, बडै मानको काउली एउटा झन्। ल आजको दिन चाहिँ यस्तै भयो। आजको बिहान भनौँ न, अब खाइबन जान्छु एकछिन। ल यहाँ मकै छ, यो मकै निकाल्ने बित्तिकै कागले भत्रक भत्रक पारेर मारिदिइहाल्छ, खाएर उखालेर है। यस्तो पारिसकेको छैन र के गर्ने अब, कागले उखालेर खाँदै यहीँ उखेलेर खाएर मकै बर्बाद छ। ल थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।